हेलो अनि नमस्ते, स्वागत छ यहाँहरुलाई हाम्रो युट्युब च्यानलमा। सधैँ जस्तो फेरि पनि अर्को एउटा जानकारीमूलक भिडियो लिएर हजुरहरु सामु उपस्थित भएको छु। आज चाहिँ मैले हजुरहरुमाझ सावैथंगा प्रोग्राम अर्थात किपको क्लास लिगिसकेपछि हामीले पेमेन्ट कसरी गर्ने भन्ने विषयमा जानकारीमूलक भिडियो लिएर आएको छु। हुन त यो भन्दा पहिला पनि मैले सावैथंगा प्रोग्राम अर्थात किपको क्लास लिगिसकेपछि हामीले कसरी पेमेन्ट गर्न सकिन्छ भनेर दुईवटा भिडियो चाहिँ बनाइसकेको थिएँ। तर त्यतिखेर चाहिँ मैले उरी बैंकको मोबाइल बैंकिङबाट पेमेन्ट गर्ने मेथड चाहिँ जानकारी दिएको थिएँ। सबैसँग उरी बैंकको मोबाइल बैंकिङ नहोला, त्यही भएर आजको यो भिडियोमा चाहिँ मैले अन्य हामीले पेमेन्ट गर्न सकिने मेथडहरु के छन् भन्ने कुरा जानकारी दिने लगायत अर्को मेथडबाट चाहिँ हजुरहरुलाई पेमेन्ट गर्ने तरिका जानकारी दिन गइरहेको छु। ओके, ढिलो नगरिकन भिडियोलाई सुरु गरौँ। सबैभन्दा पहिला चाहिँ हामीले सोसिनेटमा गएर हाम्रो आईडी पासवर्ड राखेर चाहिँ लगइन गर्नुपर्ने हुन्छ। ओके, सोसिनेटमा गएर हाम्रो आईडी पासवर्ड राखेर लगइन गरिसकेपछि यस्तो खालको पेज खुल्ने गर्छ। अब सबैभन्दा पहिला हामीले माई पेज भन्ने अप्सनमा चाहिँ क्लिक गर्नुपर्ने हुन्छ। अनि यसरी माई पेज भन्ने अप्सनमा क्लिक गरिसकेपछि यहाँनिर हेर्नुभयो भने चाहिँ ख्याल्चे थेगी भनेर लेखेको छ। हामीले पैसा पेमेन्ट नगरेको भएर यहाँनिर चाहिँ पेन्डिङमा छ। अनि यसको साइडमा हेर्नुभयो भने एउटा ख्याल्चे भन्ने अप्सन छ। यो अप्सनलाई हामीले क्लिक गरेर पेमेन्टको लागि चाहिँ अगाडि बढ्ने छौं। ओके, ख्याल्जे भन्ने अप्सनमा क्लिक गर्ने बित्तिकै यहाँनिर हेर्नुभयो भने एउटा चाहिँ सिन्योङ खादु भन्ने अप्सन देख्न सक्नुहुन्छ भने एउटा चाहिँ खेज्वा इछे भन्ने अप्सन छ। यो दुईवटा अप्सनबाट चाहिँ हामीले पेमेन्टको लागि चाहिँ अगाडि बढाउन सक्छौं। हामीले यो सिन्योङ खादु भन्ने अप्सनमा गएर हामीसँग भएको कार्डलाई इन्ट्री गरेर कार्डबाट पेमेन्ट गर्न सक्छौं भने यो खेज्वा इछे भन्ने मेथडमा चाहिँ हामीले एउटा खाता नम्बर दिन्छ हामीलाई, अनि त्यो खाता नम्बरमा पैसा ट्रान्सफर गरेर चाहिँ पेमेन्ट गर्न सक्छौं। अहिले चाहिँ मैले हजुरहरुलाई यो सिन्योङ खादु भन्ने अप्सनमा गएर हामीले कुन बैंकबाट कुन कार्डको प्रयोग गरेर पेमेन्ट गर्न सकिन्छ, कुन मेथडबाट चाहिँ पेमेन्ट गर्न सकिन्छ भन्ने कुरा चाहिँ जानकारी दिन गइरहेको छु। आगामी भिडियोमा चाहिँ मैले हजुरहरुलाई खेज्वा इच्छेबाट चाहिँ हामीले कसरी सावैथंगा प्रोग्राम अर्थात किप क्लासको चाहिँ पेमेन्ट गर्न सकिन्छ भन्ने कुरा चाहिँ जानकारी दिने छु। अहिलेको लागि चाहिँ यो सिन्योङ खादु भन्ने अप्सनबाट चाहिँ मैले प्रोसेस अगाडि बढाएँ। यसरी हामीले सिन्योङ खादु भन्ने अप्सनमा क्लिक गरिसकेपछि माथिपट्टि हेर्नुभयो भने छन्छे थोंगुई भन्ने एउटा अप्सन छ। यो अप्सनलाई चाहिँ हामीले चेक लगाउनु पर्छ। अनि त्यसपछि यहाँनिर हेर्नुभयो भने यहाँ धेरै खालको कार्ड अनि धेरै खालको बैंकहरु दिएको छ। हजुरहरुको कुन बैंक हो अनि कुन कार्ड चलाउनुहुन्छ त्यो अनुसार चाहिँ हजुरहरुले प्रोसेस गर्न सक्नुहुन्छ। यतिमा हजुरहरुको बैंक या कार्ड छैन भने खुवे खादु भन्ने अप्सनमा गएर हजुरहरुले चाहिँ यसरी अरु बैंक अर्थात अरु कार्डहरु पनि सिलेक्ट गर्न सक्नुहुन्छ। अनि कोरियामा हुने धेरै जसोले चाहिँ स्यामसङको कार्ड चलाउनुहुन्छ, क्रेडिट कार्ड, उहाँहरुको लागि चाहिँ झन् सजिलो छ। हजुरहरुले चाहिँ स्यामसङको कार्डमा क्लिक गर्ने अनि त्यसपछि थाउम गर्नुभयो भने चाहिँ यहाँनिर पेमेन्ट गर्नको लागि तीनवटा अप्सन दिएको छ। इफ हजुरहरुले स्यामसङको कार्ड चलाउनुहुन्छ अनि हजुरहरुको एप्लिकेसन पनि छ भने तपाईहरुले यो डाइरेक्ट यहाँनिर टच गर्नुभयो भने चाहिँ यहाँ एउटा क्यूआर कोड अनि त्यसपछि यहाँ एउटा नम्बर दिएको छ। हजुरहरुले चाहिँ स्यामसङ पे को आफ्नो एप्लिकेसन अन गरेर यो स्क्यान गरेर पनि पेमेन्ट गर्न सक्नुहुन्छ भने यहाँ दिएको नम्बरबाट पनि हजुरहरुले पेमेन्ट गर्न सक्नुहुन्छ। अनि यो बाहेकको अप्सनमा पनि यहाँनिर हेर्नुभयो भने थारुन ख्याल्चे भन्ने अप्सन छ। यो अप्सनमा क्लिक गरेर हजुरहरुले चाहिँ यो इल्बान ख्याल्चे भन्ने अप्सनमा गएर आफ्नो कार्ड नम्बर अनि त्यसपछि कार्डको पछाडी रहेको तीनवटा अंकलाई मात्रै क्लिक गरेर थाउम गर्नुभयो भने चाहिँ सजिलैसँग हजुरहरुले स्यामसङ कार्डबाट पेमेन्ट गर्न पनि सक्नुहुन्छ। अनि त्यसपछि अरु बैंकहरुको पनि छ। मैले हजुरहरुलाई सम्पूर्ण कुराहरु चाहिँ जानकारी दिने छु। सिनानको छ अनि त्यसपछि केबी, हानापे, अनि हजुरहरुसँग उरीको कार्ड छ या उरी उनेङको हजुरहरुले मोबाइल एप्लिकेसन चलाउनुहुन्छ, मोबाइल बैंकिङ छ भने पनि एकदमै सजिलोसँग हजुरहरुले चाहिँ पेमेन्ट गर्न सक्नुहुन्छ। जस्तै उरीमा क्लिक गर्नुभयो त्यसपछि थाउम गर्नुभयो भने यहाँनिर हामीलाई दुईवटा अप्सन दिएको छ। उरी कार्डको मोबाइल एप्लिकेसन चलाउनुहुन्छ भने चाहिँ यो अप्सनमा क्लिक गरेर चाहिँ बाँकी प्रोसेसको लागि अगाडि बढ्न सक्नुहुन्छ। इफ हजुरहरुले उरी उनेङको मोबाइल बैंकिङ चलाउनुहुन्छ भने चाहिँ यो अप्सनमा अन गर्नु होला। अनि त्यसपछि यहाँनिर एउटा नम्बर पनि दिएको छ अनि एउटा क्यूआर कोड पनि दिएको छ। अनि त्यसपछि चाहिँ हजुरहरुले आफ्नो मोबाइल बैंकिङ अन गरेर मोबाइल बैंकिङमा गएर तलपट्टि हेर्यौ भने चाहिँ उरी पे भन्ने एउटा अप्सन हुन्छ। त्यो अप्सनमा गएर हजुरहरुले पीसी भन्ने अप्सनलाई सिलेक्ट गरेर यो नम्बर हान्नु भयो भने सजिलैसँग पेमेन्ट गर्न पनि सक्नुहुन्छ। अनि हजुरहरुसँग उरी बैंकको
एप्लिकेसन पनि छैन, स्यामसङ कार्ड पनि छैन भने हजुरहरूलाई चाहिँ अर्को एउटा मेथड छ। हामीले चाहिँ काकाओ पेबाट पनि सजिलैसँग सावैथङ्गा प्रोग्राम अर्थात् किप क्लासको चाहिँ पेमेन्ट गर्न सक्छौँ। आजको यो भिडियोमा चाहिँ मैले हजुरहरूलाई काकाओ पेबाट सावैथङ्गा प्रोग्राम अर्थात् किप क्लासको पेमेन्ट कसरी गर्ने भन्ने कुरा चाहिँ जानकारी दिन गइरहेको छु। किनभने सबैसँग स्यामसङ कार्ड पनि नहोला अनि सबैसँग उरी उन्याङको मोबाइल ब्याङ्किङ पनि नहोला, तर काकाओ पे भनेको चाहिँ हामी सजिलैसँग रजिस्टर गर्न सकिने। इफ हजुरहरूसँग छैन भने पनि एकछिनमै हजुरहरूले रजिस्टर गरेर पेमेन्ट गर्न सक्नुहुन्छ। त्यही भएर सजिलो तरिकाले सबैलाई काम लागोस् भनेर आजको यो भिडियोमा चाहिँ मैले काकाओ पेबाट हाम्रो क्लासको फी तिर्ने तरिका चाहिँ जानकारी दिन गइरहेको छु। यसको लागि चाहिँ तपाईले यसरी नै उरी खादु भन्ने अप्सनमा चाहिँ चेक लगाउनु होला अनि त्यसपछि थाउम भन्ने अप्सनमा क्लिक गर्नुहोस् अनि थाउममा क्लिक गरिसकेपछि यहाँनिर हेर्नुभयो भने थारुन ख्याल्चे भन्ने एउटा अप्सन छ। यो अप्सनलाई चाहिँ हजुरहरूले क्लिक गर्न सक्नुहुन्छ अनि यहाँ हेर्नुभयो भने चारवटा हामीलाई पेमेन्ट गर्न सकिने अप्सनहरू दिएको छ। यहाँनिर हेर्नुभयो भने इल्बान ख्याल्चे भनेर हामीले कार्ड नम्बर राखेर चाहिँ पेमेन्ट गर्ने मेथड पनि जानकारी दिएको छ। मेन समस्या अहिले के छ भने हामीलाई अप्सनहरू धेरै दिएको छ, तर दिए पनि सजिलैसँग चाहिँ पेमेन्ट गर्न मिल्दैन। किनभने हरेक ल्यापटपमा सपोर्ट नगर्ने खालको सफ्टवेयरहरू छ अनि मोबाइलमा पनि सपोर्ट नगर्ने खालको सफ्टवेयरहरू छ। डाउनलोड गर्न भन्छ, डाउनलोड गर्न खोज्यो डाउनलोड हुँदैन। त्यही भएर धेरैले दुःख पाइराख्नु भएको छ। यस्तो अवस्थामा हामीलाई अलि बढी सजिलो हुने भनेको चाहिँ यो अप्सन हो। यहाँनिर हेर्नुभयो भने छेउही खेल्चे भन्ने एउटा अप्सन छ। यो अप्सनलाई चाहिँ हजुरहरूले क्लिक गर्नु होला अनि क्लिक गर्नुभयो भने नेभर पे, पेको अनि त्यसपछि काकाओ पे, स्माइल पे, यल पे अनि त्यसपछि चाहिँ यनसे पे भनेर हामीलाई 6वटा अप्सनहरू दिएको छ। यो मध्ये हामीलाई सबैभन्दा सजिलो हुने भनेको चाहिँ यो काकाओ पे हो। अघि पनि मैले भनिसकेँ, इफ हजुरहरूसँग छैन भने पनि हजुरहरूले चाहिँ 10-15 मिनेटमै यो काकाओ पे रजिस्टर गरेर पेमेन्ट गर्न सजिलै सक्नुहुन्छ। अनि कसरी रजिस्टर गर्ने, काकाओ पेको एकाउन्ट कसरी बनाउने भन्ने विषयमा मैले अलरेडी भिडियो बनाइसकेको हुनाले हजुरहरूले त्यो भिडियो चेक गर्न सक्नुहुन्छ। ओके, यसरी हामीले काकाओ पे भन्ने अप्सनमा क्लिक गऱ्यौँ भने चाहिँ यहाँनिर हेर्नुभयो भने हिउँदे फोन बनाऊ भनेर एउटा फोन नम्बर राख्ने ठाउँ दिएको छ अनि सेङ्गेन वरिल भनेर हाम्रो जन्म मिति राख्ने ठाउँ दिएको छ। हामीले चाहिँ 1997 जति हो, यसरी 8वटा अङ्कै राख्नुपर्ने हुन्छ। अनि यसरी प्रोसेस गर्दाखेरि चाहिँ हजुरहरूलाई बिचमा गएर केही सफ्टवेयरहरू डाउनलोड भनेर एउटा अप्सनहरू आउन सक्छ। मैले साइडमा राखिदिने छु इक्जाम्पलको लागि। मैले फर्स्ट टाइम पेमेन्ट गर्दाखेरि पनि मलाई त्यसरी नै डाउनलोड गर्न भनेको थियो, तर अहिले मैले गरिराखेको भएर चाहिँ मेरो ल्यापटपमा सपोर्ट गरिराखेको छ। हजुरहरूले पहिलोचोटि गर्दै हुनुहुन्छ भने चाहिँ केही सफ्टवेयरहरू हजुरहरूलाई डाउनलोड गर्न भन्न सक्छ। त्यस्तो अवस्थामा चाहिँ सफ्टवेयरहरू डाउनलोड गरेर बाँकी प्रोसेस चाहिँ यसरी नै चाल्न सक्नुहुन्छ। इफ मागेन, सफ्टवेयरहरू डाउनलोड गर्न भनेन भने झन् राम्रो भयो। ओके, यहाँनिर चाहिँ हिउँदे फोन बनाऊ भनेको ठाउँमा चाहिँ हामीले कन्ट्याक्ट नम्बर अनि त्यसपछि जन्म डेट यहाँनिर राख्नुपर्ने हुन्छ। ओके, यसरी कन्ट्याक्ट नम्बर अनि हाम्रो जन्म डेट राखिसकेपछि खेल्चे यो छङ भन्ने अप्सनमा चाहिँ क्लिक गर्नु होला। खेल्चे यो छङ भन्ने अप्सनमा क्लिक गर्ने बित्तिकै यहाँनिर हेर्नुभयो भने चाहिँ यस्तो खालको पेज हजुरहरूले देख्न सक्नुहुन्छ। अब चाहिँ हामीले हाम्रो मोबाइलमा काकाओमा गएर चाहिँ हेऱ्यौँ भने एउटा एसएमएस देख्न सक्छौँ अनि त्यो एसएमएसलाई चाहिँ हामीले सुरुमा भेरिफाई गर्नुपर्ने हुन्छ। यसरी हजुरहरूले काकाओ अन गर्नुभयो भने सबैभन्दा माथि काकाओ फेइ भनेर एउटा एसएमएस आएको छ मेरोमा। यसरी नै हजुरहरूकोमा पनि एसएमएस आउँछ अनि त्यसपछि यहाँनिर हेर्नुभयो भने 50,000 वोन भनेको छ। हुन त 1 लाख वोन हो, तर 100% क्लास एटेन्ड गरेको भएर यहाँनिर चाहिँ 50% छुट भएर 50,000 देखाएको छ। अब यो अप्सनलाई चाहिँ तपाईँहरूले तलपट्टि रहेको खेल्चे हागी भन्ने अप्सनमा चाहिँ क्लिक गर्नुपर्ने हुन्छ। ओके, खेल्चे हागी भन्ने अप्सनमा क्लिक गरिसकेपछि नेक्स्ट पेज हेर्नुभयो भने चाहिँ यसरी खुलेको छ। अब चाहिँ हजुरहरूले बिचमा रहेको छिकचप थुङ्रो कागी भन्ने अप्सनमा चाहिँ क्लिक गर्नुपर्ने हुन्छ अनि त्यहाँ क्लिक गर्ने बित्तिकै यहाँनिर हेर्नुभयो भने चाहिँ हामीलाई एग्री गर्नको लागि चाहिँ केही अप्सनहरू दिएको छ। यो सबै अप्सनहरूमा चाहिँ हजुरहरूले एग्री गर्नु होला अनि त्यसपछि यहाँनिर हेर्नुभयो भने चाहिँ हाम्रो क्यामेरा खुलेको छ। अब चाहिँ हामीले हाम्रो कार्डलाई चाहिँ यहाँनिर स्क्यान गर्नुपर्ने हुन्छ। हजुरहरूले आफैले लेख्न चाहनुहुन्छ भने चाहिँ छिपचक इप्रियक हागी भन्ने एउटा अप्सन छ। हजुरहरूले यहाँ क्लिक गरेर चाहिँ आफ्नो कार्डको नम्बरहरू चाहिँ हजुरहरूले आफैले इन्ट्री गर्न सक्नुहुन्छ, नत्र डाइरेक्ट हजुरहरूले चाहिँ क्यामेराले स्क्यान गरेर चाहिँ आफ्नो कार्ड नम्बरहरू चाहिँ इन्ट्री गर्न सक्नुहुन्छ।
ओके, कार्ड नम्बर राखिसकेपछि युए खिगान भनेको छ। यहाँनिर चाहिँ हामीले कार्डको म्याच सकिने डेटलाई चाहिँ राख्नुपर्ने हुन्छ। त्यसपछि सीभीसी नम्बर भनेको ठाउँमा चाहिँ हामीले कार्डको पछाडि रहेको 3 वटा अङ्कलाई चाहिँ राख्नुपर्ने हुन्छ। ओके, यति गरिसकेपछि खादु फिमेल बनो भनेर माथिपट्टि लेखेको छ। यहाँ चाहिँ हामीले एटिएमबाट हाम्रो कार्ड राखेर पैसा निकाल्दाखेरि युज गरिने 4 वटा अङ्क पिन मध्ये अगाडिको 2 वटा अङ्कलाई चाहिँ राख्नुपर्ने हुन्छ। ओके, सबै कुरा राखिसकेपछि लास्टमा रहेको खादु थुम्रो खागी भन्ने अप्सनमा क्लिक गर्नु होला। त्यसपछि यहाँनिर हेर्नुभयो भने फेरि हामीलाई चाहिँ चेक लगाउने अप्सनहरू दिएको छ। यो सबै अप्सनहरूमा चेक लगाएर मोदु थोङु यागी भन्ने अप्सनमा चाहिँ क्लिक गर्नु होला। अनि त्यसपछि यहाँनिर हेर्नुभयो भने सोम्यङ थुङरोक भनेको छ। यहाँनिर चाहिँ हामीले हाम्रो साइन इन्ट्री गर्नुपर्ने हुन्छ। आफूले सम्झिन सक्ने आफ्नो साइन चाहिँ इन्ट्री गर्नु होला। अनि यसरी साइन इन्ट्री गरिसकेपछि थोङुयाको थुङरो खागी भन्ने अप्सनमा चाहिँ क्लिक गर्नु होला। ओके, यति गरिसकेपछि यहाँनिर हेर्नुभयो भने हाम्रो कार्ड जस्तो यहाँनिर छ त्यस्तै कार्ड चाहिँ यहाँनिर देखाएको छ। यसरी चाहिँ हजुरहरूले कार्ड आफ्नो काकाओ पेमा चाहिँ इन्ट्री गर्न सक्नुहुन्छ। त्यसपछि थोङुयाको ओमानोन खेल्चे हागी भन्ने अप्सनमा क्लिक गर्ने बित्तिकै यहाँनिर हेर्नुभयो भने चाहिँ खेल्जे वाल्यो हेचुसियो भनेर भनेको छ। अब चाहिँ हामीले यतापट्टि आएर चाहिँ खेल्चे वाल्यो भन्ने अप्सनमा चाहिँ क्लिक गर्नुपर्ने हुन्छ। अब चाहिँ हजुरहरूले यहाँनिर इमेल मिलेको छ भने ठिकै छ, नत्र चाहिँ एडिट गर्न सक्नुहुन्छ। अनि सबै कुरा चेक गरिसकेपछि चाहिँ खेल्चे भन्ने अप्सनमा चाहिँ क्लिक गर्नु होला। ओके, यहाँनिर हेर्नुभयो भने छङसाङ छरिथोया सुम्निदा भनेर भनेको छ। हाम्रो कार्डबाट पैसा काटिसक्यो, अटोमेटिक हाम्रो काकाओ पेले चाहिँ पैसा काटेर चाहिँ यतातिर खेल्जे वाल्यो गरिसकेको छ। यसलाई चाहिँ हजुरहरूले ओके गर्न सक्नुहुन्छ। यहाँनिर हेर्नुभयो भने खेल्जे वाल्यो भनेर पनि लेखेको छ। यसरी नै हजुरहरूले चाहिँ काकाओ पेको मद्दतले सावेथङ्गा प्रोग्राम अर्थात् किप क्लासको चाहिँ पेमेन्ट गर्न सक्नुहुन्छ। हुन त तरिकाहरू धेरै छ, तर यो सिस्टम नै यस्तै छ कि तपाईहरूले चाहेर पनि सजिलैसँग पेमेन्ट गर्न सक्नुहुन्न। हामीले साजन फेङ्गा, छुङ्गान फेङ्गा, छोङ्गा फेङ्गा दिँदाखेरि चाहिँ कस्तो मजाले सजिलै पेमेन्ट गर्न सक्छौँ भने यो हाम्रो क्लासको पेमेन्ट गर्दाखेरि चाहिँ अलिकति झन्झटिलो छ। अनि नेक्स्ट भिडियोमा चाहिँ मैले एकाउन्ट ट्रान्सफरबाट चाहिँ कसरी पेमेन्ट गर्न सकिन्छ भन्ने कुरा पनि जानकारी दिनेछु। अनि त्यसपछि मलाई थाहा भएसँगै अरू मेथडहरू पनि मैले हजुरहरूलाई जानकारी दिँदै गर्नेछु। केही कुरा कन्फ्युजन भयो भने चाहिँ ढुक्क भएर एसएमएस गर्नु होला, कमेन्ट गर्न सक्नुहुन्छ। मेरो टिकटक आइडी पनि छ नेपाली छिन्गु नाममा। अनि त्यसपछि फेसबुकमा पनि नेपाली छिन्गु छ। हजुरहरूले चाहिँ त्यहाँ पनि आफ्नो केही राय छ भने चाहिँ व्यक्त गर्न सक्नुहुन्छ, केही कुरा सोध्न सक्नुहुन्छ। सी यू इन द नेक्स्ट वान। त्यतिखेरसम्मको लागि चाहिँ बाइ बाइ।